जुन छ नि भिजा इन्टरभ्यूको एक्सपिरियन्समा you might have overheard the visa officers having some conversation and others and regarding the selection of university. Did you hear anything? Yes, officer, I did hear. Yes, sir, I did hear much things. They were asking the people with good statistics and good GPAs about the questions that went like, why did you choose this university? Because okay, उनी कति धेरै जनाको चाहिँ राम्रो GPA हुँदा हुँदै पनि लो र्याङ्क युनिभर्सिटी चुज गर्नु भएको रहेछ अनि त्यो हुँदा चाहिँ यु हेभ प्रिटी गुड GPA वाइ दिस युनिभर्सिटी भनेर चाहिँ तिम्रो राम्रो GPA हुँदा हुँदै पनि राम्रो युनिभर्सिटी किन चुज गरेनौ भन्ने टाइपको क्रस क्वेसन गराउनु भएको थियो अनि त्यही भएर आफ्नो युनिभर्सिटीको सेलेक्सन पनि एकदमै मेटिकुलस भएर गर्नु हो। अब यसमा जस्तो मैले तिमीलाई हाम्रो नाइम एजुकेसनको काउन्सिलिङ राइट छ भन्ने कुरा जस्तो व्हेन यु मेट मी फर्स्ट द फर्स्ट इम्प्रेसन हैन के थियो त मैले तिमीलाई भनेको तिम्रो रिजेक्सन भएछ ठिकै भयो नि त यो युनिभर्सिटीले तिमीले रङ अप्लाई गरेको थियौ नि त भनेर मैले भनेको थिएँ नि हैन आज भिजा दिए नि हैन फेरि हैन भन्दाखेरि त युनिभर्सिटी सिलेक्सनमा हामीले के हेर्नुपर्छ त भन्दाखेरि कहिले कहिले हामी ओभर क्वालिफाइड हुन्छौँ क्या युनिभर्सिटीको रिक्वायरमेन्ट एकदम लो छ तिमीले चाहिँ 5.5 आइएल्सलाई पनि एक्सेप्ट गरिदिरहेछ विदाउट आइएल्स पनि एक्सेप्ट गरिदिरहेको छ हैन अब यता तिम्रो जीपीए चाहिँ अबभ 3 छ भनेपछि तिमीले त्यो युनिभर्सिटीमा अप्लाई गर्यो भने तिमीलाई भिजा दिने चान्सेस रहँदैन के हैन अब हामीले नामै लिएर भन्नु पर्दाखेरि एकदमै मलाई त ब्याडै इम्प्रेसन भइसकेको छ फर्स्ट यु ह्याड अप्लाइड एट यङ्गस्टाउन स्टेट युनिभर्सिटी अनि मैले तिमीलाई भनेको थियो तिम्रो यो युनिभर्सिटीकै कारणले गर्दाखेरि भिजा रिजेक्सन भएको हो हैन देयर इज नो अदर रिजन हैन भनेर मैले भनेको थिएँ नि किनकि जीपीए पनि ठिक थियो इङ्ग्लिस पनि ठिक थियो फाइनान्सियली पनि तिमी एबल छौ हैन अनि बोल्न पनि सकिरहेछौ भनेपछि तिम्रो रिजेक्सन किन भयो त हैन भन्दाखेरि युनिभर्सिटी नै थियो। अब हामीले युनिभर्सिटी चेन्ज गर्यौँ अर्को युनिभर्सिटीबाट अप्लाई गर्यौँ हैन इन्टरभ्यू दियौँ भिजा ग्रान्ट भयो हैन सो युनिभर्सिटी सिलेक्सन कोर्स सिलेक्सन के को आधारमा हुनुपर्छ त हाम्रो एकाडेमिक हाम्रो इङ्ग्लिस हैन हाम्रो फाइनान्सियल क्यापासिटी यसको आधारमा हामीले कोर्स र युनिभर्सिटी सिलेक्ट गर्नुपर्छ है। तिम्रो एकाडेमिक राम्रो छ युनिभर्सिटीको र्याङ्किङ लो छ भिजा दिँदैन तिम्रो एकाडेमिक नराम्रो छ युनिभर्सिटीको र्याङ्किङ हाई छ भिजा दिँदैन आइडोन्ट नै आउँदैन ओके ल थ्याङ्क यू